हेलो नमस्ते सबैजना मेरो साथीहरूलाई है मेरो युट्युब च्यानलमा वेलकम छ। अनि सबैजनाले मेरो युट्युब च्यानललाई माया गरेर लाइक सब्सक्राइब गरिदिनु होला है त। आज विशेष गरेर म यो रसियन आर्मी भर्ना सम्बन्धी प्रसङ्ग र मैले जाने बुझेको ए टु जेड कुराहरू सेवा सुविधा सम्बन्धी सम्पूर्ण कुराहरू तपाईँहरूलाई यहाँनिर म भनिदिँदैछु। भिडियो अलिक लामो हुन्छ होला, हेरेर के छ आफ्नो जिज्ञासाहरू, आफ्नो नबुझेको कुराहरू हैन, सरसल्लाहहरू, मलाई तपाईँहरूको मनमा लागेको कुराहरू मलाई पनि सेयर गर्नुहोस् है त। अनि सबैजनाले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। विशेष गरेर म आज यो नयाँ भर्ना सम्बन्धी केही कुराहरू गर्न चाहँदैछु र यहाँको सेवा सुविधाको बारेमा। म आज यो आज मिति अब दसैँको भनौँ न, नेपालमा चाहिँ दसैँ लागिसकेछ, मिति पनि अब ठ्याक्कै यहाँनिर हेर्नै पर्ने भयो क्या। ल सेप्टेम्बर 29 तारिकको दिन चाहिँ मैले यो भिडियो हाल्दैछु है, पुरा लेटेस्ट हो। कसैले पुरानो भिडियो एडिट गरेको भिडियो नभन्नु होला। नयाँ अहिले भर्ना सम्बन्धी चाहिँ अब तपाईँहरूको कुरो चलिरहेछ। मलाई धेरैजना साथीहरूले सोध्नु भएको छ होइन। म उहाँहरूलाई के भन्न चाहन्छु भने, पहिलो कुरो त यहाँतिर नआउँदै राम्रो हो। अब माहौल एकदमै खराब छ होइन। यो माहौलले गर्दा चाहिँ तपाईँहरूलाई अब हामीले अब भन्दिएन, गरेन, यिनीहरूले सपोर्ट गरेन भन्ने जस्तो नि लागिरह होला। मैले चाहिँ मेरो मनमा लागेको कुराहरू सबै तपाईँहरूलाई भनिदिएको छु। मसँग पर्सनली रूपमा आएर कुरा गर्ने साथीहरूलाई सबैलाई मैले रिप्लाई गरिदिरहेको छु र यो भिडियोबाट पनि तपाईँहरूलाई धेरै कुराहरू जानकारी हुनेछ है त। भर्ना खुलिएको छ है, अहिले भर्ना खुलिएको छ। मैले पनि अब गएर फिक्स हेरेर देखेर गरेको चाहिँ होइन, भर्ना सबै साथीहरूबाट पनि सुनिसकेँ मैले। भर्ना खुलेको छ। नागरिकताको तपाईँ नेपालको नागरिकता भए हुन्छ तपाईँलाई, अन्य कुराहरू केही चाहिँदैन। र तर चाहिँदैन मतलब अब तपाईँले सेल्फको लागि, आफ्नो सेल्फको लागि चाहिँ अब होइन लिएर आउन सक्नुहुन्छ, कोही त्यस्तो आउन चाहने इच्छुक साथीहरूले होइन। अब यहाँनिर भर्ना सम्बन्धी चाहिँ तपाईँको जब तपाईँले सेवा चाहिँ के छ भने, सेवा सुविधा चाहिँ जब तपाईँ भर्ना हुनुहुन्छ, जब तपाईँले यो आर्मीमा कन्ट्र्याक्ट साइन गर्नुहुन्छ, गर्न बित्तिकै तपाईँलाई अब 20 लाखदेखि 32 लाखसम्म रुबल दिन्छ है। तपाईँको 1 महिना जब तपाईँ कन्ट्र्याक्ट साइन गरेर तपाईँ फिल्डमा गइसक्नुहुन्छ, तालिममा लाग्नुहुन्छ, तपाईँको 1-1.5 महिनाभित्रमा मानौँ अब 15-20 दिनदेखि 1-1.5 महिनाभित्रमा तपाईँको 20 लाखदेखि अब फरक फरक ठाउँ हुन्छ र यहाँ 2-4वटा छ अब त्यस्तो भर्ना केन्द्रहरू होइन। त्यहाँ चाहिँ 20 लाखदेखि 30-32 लाखसम्म रुबल, यहाँको नेपाली हो भने अब 20 लाखदेखि हो भने 35-40 लाखदेखिको 50-60 लाखसम्म भनौँ न, 50-55 लाखसम्म चाहिँ तपाईँको अब यहाँको अहिलेको हडबड भइरहन्छ, यहाँको उयोहरू होइन तलमाथि भइरहन्छ। त्यसले गर्दाखेरि अब त्यो फरक फरक हुन्छ, यति नै हो भन्न सकिन्न। तर रुबल 20 लाखदेखि माथि तपाईँले 32 लाखसम्म पाउनुहुन्छ है। अनि त्यस पछाडि तपाईँले अब फिल्डमा चाहिँ तपाईँलाई अब ट्रेनिङहरू सर्ट टाइम गराउँछ। अब तपाईँले म त्यहाँ आएर लाग्दिनँ कि मेरो के अरे हाइट पुग्दैन, म 5 फुट 3 इन्च छैन, मेरो वेट पुग्दैन, म 50 केजी छैन, अब मेरो एजुकेसन छैन, म रनिङ गर्न सक्दिनँ होइन। यस्ता यावत कुराहरू चाहिँ केही पनि गर्नु पर्दैन है। तपाईँ भर्ना हुँदाखेरि तपाईँ आउने, तपाईँसँग नागरिकता छ भने सिधै भर्ना केन्द्र जाने होइन। तपाईँ पासपोर्ट लिएर आइहाल्नुहुन्छ, यहाँ आउनको लागि पासपोर्ट चाहिहाल्छ। पासपोर्ट र नागरिकता लिएर तपाईँ सिधै जानुहुन्छ। त्यहाँ गइसकेपछि सिधै उहाँहरूले भर्ना लिनुहुन्छ। जब लिइसकेपछि तपाईँले ती कुराहरू गर्नुपर्छ है, रनिङहरू गर्नुपर्छ। अब कतिपय ठाउँमा अब यसो हल्का फुल्का हुन्छ, कतिपय ठाउँमा अब कमान्डरहरू अनुसार गराउँछ 1-1.5 महिना 2 महिनासम्म अब होइन तालिमहरू गराउँछ। कतिपयलाई अब ठाउँ अनुसार, सिचुएसन अनुसार होइन, त्यो अनुसारले गराउँछ। तपाईँलाई कुनै पनि कुराको समस्या हुँदैन। यहाँ आइसकेपछि तपाईँलाई मेरो चोट छ, मेरो घाउ छ, अब मेरो दाँत अलिकति बिग्रेको छ, त्यस्तो हुन्न है। यहाँ चाहिँ एकदम भर्नाको लागि चाहिँ एकदम राम्रो हुन्छ। भर्ना चाहिँ तपाईँ हुँदिन भन्ने हुँदैन है त। अनि तपाईँको मन्थली सेलेरी चाहिँ अब तपाईँ रसियातिरै, अब कतिपय साथीहरू त बस्नु भएको छ रसियातिरै होइन। सरी मैले थोरै यहाँनिर
यता कामले गर्दाखेरि काट्नु पर्यो। म फेरि जोडिदिन्छु यहीँबाट। अनि तपाईँहरूलाई तालिमको बारेमा पनि मैले सरसर्ती भनिसकिहालेँ। अब स्यालेरीको बारेमा चाहिँ तपाईँको अब मिनिमम 2 लाखभन्दा माथि हुन्छ है तपाईँको। अब स्यालेरी यो चाहिँ अगस्त भन्छ अक्टोबरमा, सेप्टेम्बर अक्टोबर 1 देखि फेरि तलब स्यालेरीहरू अलिकति बढ्ने भनेर अस्ति मिडियाहरूमा हालिरहेको थियो होइन। अब त्यो पनि तपाईँहरूले मसँग बुझ्न खोज्नु भने, आन्तरिकमा बुझ्न खोज्नु भने त्यो आएको हामीले ट्रान्सलेट गरेर हेरेको कुराहरू पनि म देखाइदिइहाल्छु म होइन। त्यो झुटो बोल्दिनँ। अब त्यसमा चाहिँ कति बढ्छ के हुन्छ थाहा हुन्न। तर अब यो जब फिल्डमा गइसकेपछि चाहिँ तपाईँको स्यालेरीहरू भनेको 2,20,000 15-16 हजारदेखिको 20,000सम्म हुन्छ। अब बढ्दाखेरि कति हुन्छ त्यो चाहिँ थाहा छैन होइन। अनि अब यहाँनिरको कुरो, फिल्डको कुरो, वार जोनतिर भनेको तपाईँले अब हामीले भन्दा पनि अझै तपाईँहरूले धेरै देखिसक्नुभएको छ। अब हामी त आफ्नै ठाउँको एरियाको भन्दा देखिँदैन होइन। तपाईँहरूले दुनियाँ देख्नुभएको छ टिकटकमा, युट्युबमा होइन, फेसबुकतिर। अब साथीभाइहरू, अन्य साथीभाइहरूसँग पनि कुरा गर्नुभयो होला। त्यसले गर्दाखेरि यहाँ एकदमै समस्या छ। अब तपाईँ यहाँ आउनलाई यदि इच्छुकै हुनुहुन्छ भने तपाईँले राम्रो खालको मान्छेहरू खोजेर आउनुहोला। अहिले दुनियाँ खालको अनेक थरीको दलालहरू चाहिँ नेपालमा छ्यापछ्याप्ती छ होइन। उनीहरूदेखि जोगिनु होला। अब म त भरसक तपाईँहरूलाई यहाँ अहिलेको समस्या सिचुएसन हेर्दाखेरि नआउनै भन्ने सल्लाह दिन्छु है त। अनि अर्को कुरा, तपाईँको जब पिआरहरू बनिसकेपछि तपाईँले यहाँको नागरिकता भइसकेपछि, नागरिक भइसकेपछि चाहिँ तपाईँलाई अब यो कन्ट्र्याक्ट सके पनि जानको लागि अलिक समस्या पर्छ है। अब मेरो चाहिँ 3 वर्षको अनुभव हो। मैले 3 वर्ष लगभग बिताउन लागेँ। अब हामी पनि त 1 वर्ष कन्ट्र्याक्ट साइन गरेर बसेका थियौँ। अब हामीले पिआर चाहिँ अब तपाईँको बटालियन आफ्नो के भन्छ आर्मीको टोलीहरू अनुसार होइन। अब तपाईँहरूले बटालियनहरू भन्दा नबुझ्नु होला। अब टोली कमान्डरहरू अनुसार हुन्छ। अब बटालियन नै भनौँ न, बटालियनमा आफ्नो कमान्डर कस्तो छ, कमान्डरले कसरी गरिदिने यसको डकुमेन्टेसनहरू भन्ने कुराहरू चाहिँ बटालियन छ। धेरैजनाको त अब पहिले आउने साथीहरूको पनि बनेन। अब हाम्रो चाहिँ नेपालीहरू अलिकति थोरै थियौँ, 4-5 जना थियौँ हाम्रो टोलीमा। उनीहरूको चाहिँ हाम्रो चाहिँ अनि उनीहरूले चाँडै बनाइदियो। अब पेन्सनको कुरो हुन्छ। तपाईँले कन्ट्र्याक्ट सकेर निक्लिसकेपछि तपाईँको पेन्सन आजीवन आउँछ है। अनि छोराछोरीको अब जतिजना भए पनि तपाईँको मन्थली 18 वर्ष नपुगिन्जेल, नानीहरू 18 वर्ष नपुगिन्जेल मन्थली 18,000 दिन्छ। 20,000 दिन्छ है। अनि अब कन्ट्र्याक्टमा आफ्नो श्रीमतीको, आफ्नो फ्यामिलीको पनि भनेको छ। तर अब त्यो चाहिँ अब अहिलेसम्म मैले देखेको छुइनँ। त्यो चाहिँ के हो कसो हो भोलि पर्सि खोज्दै जाँदा पाउला कि होइन। अनि आफ्नो बाबा आमा छोराछोरी सबैलाई यहाँनिर पिआरहरू अप्लाई गर्न मिल्छ। अनि तपाईँले ल्याउन सक्नुहुन्छ यहाँ होइन। तपाईँलाई ती कुराहरूमा पनि धेरै अब एग्रिमेन्ट गरिसकेपछि त्यहीँभित्र लेखेको हुन्छ। ती कुराहरू चाहिँ तपाईँले आफै आएर बुझ्नु होला जब तपाईँ भर्ना हुनुहुन्छ। र मैले भनिदिने भने सरसर्ती तपाईँलाई स्यालेरी र हल्का सेवा सुविधा र ट्रेनिङ र तपाईँलाई भर्ना छनौट कसरी, ती कुराहरू मैले जानकारी गराइसकेँ। नबुझेको कुरा मलाई मेसेज गर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानल फलो गरिदिनु होला सबैजनाले है। म सबैजनाले लाइक गरिदिनु होला। अनि म उतातिर के अरे युट्युब टिकटकमा पनि म सोध्न सक्नुहुन्छ। मेरो फेसबुक आइडीहरूमा पनि छ, मेरो नामै छ चनम राई छ होइन। तर यो च्यानल चाहिँ सबैले धेरैभन्दा धेरै सेयर गरिदिएर सबैजनालाई गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, माया गरिदिनु होला होइन। अब मेरो चाहिँ तपाईँहरूलाई थोरै म यहाँको पनि देखाइदिन्छु। हेर्नु है त, हामीले गरेको कामहरू। अब यतिको काम गर्न तयारी भएर आउनुपर्छ। यो चाहिँ हामी बस्ने अब ड्युटी बस्ने पोस्टहरू बनिँदैछ। यो एकदम ढुङ्गे माटो छ क्या, खन्दा 4-5 दिनमा खनेको यो खाल्टाहरू नि। यता यस्तो छ जङ्गलहरू सबै हामी यसरी बस्छौँ। अनि हाम्रो हतियारहरू यसरी छ, लक्खुले छ। अब है त हजुरहरू गाइज सबैजनालाई फेरि पनि नमस्ते। मेरो भन्दै विजय दशमीको शुभकामना। विजय दशमी तथा दीपावली दुवैवटैको शुभकामना, छठको पनि शुभकामना। मेरो भिडियो
धेरैभन्दा धेरै सेयर गरिदिनु होला। सबैजनाले आफ्नो फ्यामिली परिवारहरूलाई आउन चाहनेहरूलाई देखाइदिनु होला मैले झुट बोलेको छैन, मैले देखेँ जानेको कुरा गरेको छु है। अनि आउँदाखेरि अब यदि आउनु चाहनुहुन्छ भने यो भिडियो हेरिकन तपाईँहरूलाई सबै कुराहरू जानकारी हुन्छ। यदि अन्य कुराहरू बुझ्नु छ भने मलाई पर्सनल्ली मेसेज कुरा गर्नु सक्नुहुन्छ। कि बाई बाई, म चाहिँ अहिले ड्युटीमा है त। नमस्ते, बाई बाई।